सलललललललल कसैको शिरमाथि हाम्रो कम्युनिटी हिरो रामप्रसाद राई पोहोर साल आउनु भएको थियो। उहाँ अस्वस्थको कारण काठमाडौँ हुनुहुन्छ। अहिले भर्खर फोन गर्नुभएको थियो, उहाँलाई सम्झन चाहन्छु। ल है यो सधैँ सम्मान हुँदैन, खुसीलाई उमङ्गलाई लिएर अवतरित हुन्छ अरे। यो कसको हातमा अवतार लिएर अवतरित हुँदैछ त्यो पनि थाहा सुत्ती छैन। अब यो ढुकढुकी पनि हुन्छ, ढुकढुक त्यो मुटु आफ्नै जग्गामा राख्नु होला। फेरि त्यहाँ भित्रभित्र खोलेर नहेरिहाल्नु होला, छिटो छिटो गर्नु। अब यो कहाँनिर खाँदिएको छ त। साइपुको हजुरको त्यो शिर ल है कसकोमा निस्किन्छ। एकजनाले पाउने कुरा हो। ए हाम्रो मगर लक्की चिट्ठा यो भन्नु हुँदैन, यो खुसीको कुरा हो। ल पत्रकार मित्रज्यू ल अरू त एउटा संस्था दुईजनाले नोट टिपिदिनु होला। यहाँ लुकेर आएर पछाडिबाट नोट टिपिदिनु। भुपुको तर्फबाट हजुरले उपाध्यक्ष थियो है। सेवा नखोल्नु है। अब यहाँ हेर्नुहोस् है, यदि यहीँ रहेको छ, यहाँ कसैलाई परेन भने हाम्रो स्थानीय 19-20 को चाहिँ झर्नुहुन्छ, तल जानुहुन्छ। पाहुना जो इटरी धरानबाट आउनुहुन्छ उहाँहरूले मात्रै त्यो राउन्डमा भिड्नु पाउनुहुन्छ है। अब यो चाहिँ फेरि जो रहेको भने पाहुनाले पाउने भयो। पाहुना भन्नु पनि सत्कार हुनुपर्छ। हाम्रो पाहुना भन्दा ठुलो कुरा केही पनि होइन। जसले घरमा आएर पाहुनाले कदम राख्छ त्यो पवित्र हुन्छ। खबरदार सबैले माथि हात माथि गर्नुहोस् ल प्लिज। होइन त्यो पेपर सहितको पाउनु भने तपाईँहरू सबैले। जाल झेल केही छ? केही छ? अब तेरिका जाल झेल केही छ त? खोलौ खोइ त खोलौ ल देखाउनुहोस् कसलाई परेछ। ल खाली हुने तल जानुहोस् त, खाली हुने तल जानुहोस्। पाहुनाहरू बस्नुहोस्, पाहुनाहरू इटरी धरानमा बस्नु परो। ए पत्रकारलाई पो परेछ। ओ मलाई परेछ। आजको कमल राई र यो पत्रकार भन्ने कुरा रात दिन उहाँ लागिराखेको हुन्छ। पत्रकार भनेको देशको लागि, हितको लागि पत्रकार